सरकार माइक्रोफोन हामीले ल्याउँछौँ कफी पनि पाउँछौँ माइक्रोफोन हामीले ल्याउँछौँ पानी पनि पाउँछौँ ऐन ल्याउन हामीले त मर्यादित गीत गाउँछौँ ऐन ल्याउन हामीले मर्यादित गीत गाउँछौँ यो सरकार विकट ठाउँ छ सबैको सेप छ विकट ठाउँ छ सबैको सेप छ सरकारले शिक्षकलाई किन यस्तो हेप छ सरकारले किन हामीलाई यति धेरै हेप छ सबैको ठाउँमा विकटै विकट छ नेपालभरि जिल्लाहरू विकटै विकट छ सरकारले शिक्षकलाई किन यति हेप छ सरकार सरकार नहेप सरकार शिक्षकलाई नहेप हामीले लाउँदैछु सरकारलाई जानुपर्छ हामीले लाउँदैछु सबैजना नतोस् अब गीत अब गाउँदैछु सबैजना सामु हामीले अब गीत गाउँदैछौँ सबैजना सामु हामीले अब गीत गाउँदैछौँ नयाँ ऐन लिएर हामी घर जान्छौँ नयाँ ऐन लिएर हामी घर जानेछौँ ए सरकार यसै गरी एक भएर सबै अघि बढ्ने हो यसै गरी एक भएर सबै अघि बढ्ने हो सरकारले ऐन नदी सडकैमा लड्ने हो पूर्व पश्चिम सबै शिक्षक एक भएर लड्ने हो पूर्व पश्चिम सबै शिक्षक एक भएर लड्ने हो ऐन नदिए हामी यही सडकमा लम्बसार पर्ने हो ऐन छैन भने हामी लम्बसार पर्ने हो सरकार सबैले सबैलाई दिएको छ साथ सबैले सबैलाई दिएको छ साथ हाम्रो मेडमहरूको लागि धेरै धेरै धन्यवाद सबै शिक्षकले हामी सबै शिक्षकहरू हुनुपर्छ एकसाथ हामी सबै शिक्षकहरू हुनुपर्छ एकसाथ सरकारले शिक्षा ऐन दिन्छौँ धन्यवाद शिक्षाले ऐन दिए हामी दर्शकबिन यति बेला हामी काठमाडौँको बानेश्वरमा छौँ तपाईँ देख्न सक्नुहुन्छ शिक्षकहरूको आन्दोलन 15 दिनभन्दा बेसी भइसक्यो शिक्षकहरू यहाँ आन्दोलनमा हुनुहुन्छ विभिन्न माग राखेर शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ अझै पनि सरकार चाहिँ चिन्तित देखिँदैन नाचगान मार्फत चाहिँ सरकारलाई खबरदारी गर्दै हुन्छ शिक्षकहरू हजारौंको संख्यामा विभिन्न जिल्लाबाट शिक्षकहरू आइपुग्नु भएको छ शिक्षकहरूको माग अब कहिले पूरा हुने हो अब शिक्षकहरूको माग पूरा नभए विद्यालयहरू बन्द गर्ने एससीको कापी चेक नगर्नेदेखि लिएर 12 कक्षाको परीक्षा नै रोक्ने भनेर शिक्षकहरूले भनिरहनु भएको छ